हिजो चाहिँ छोरीको बिहे सम्पन्न गरेर आयो। छोरी सधैँ खुसी हुनु, ह्याप्पी म्यारिड लाइफ। छोरी भएर जन्मिसके पछाडि चाहिँ के गर्नु, मुटुगाँठो पारेर भए पनि विदाई गर्नुपर्ने रहेछ। आफ्नो जन्मघर, आफ्नो बाबाआमा, फ्यामिली छोडेर पराई घर नै अँगाल्नु पर्ने रहेछ छोरीको जात। हिजोसम्म छोरी थियो छोरी, आजबाट तिम्रो अलिकति जिम्मेवारी थपेको छ। बुहारी भएको छ, बुहारीको सबै कर्तव्यहरू पुरा गरेर आमा बाबाको इज्जत ख्याल गर। अनि जीवनमा हिँड्नलाई हरेक दुःख सुख मोडहरू आउँछ, धेरै गाह्रो हुन्छ यात्रा गर्नलाई। छोरी ज्वाइँ मिलेर सधैँ सङ्घर्ष यात्रा सफल गर्नु, त्यही हो। छोरी सधैँ खुसी हुनु, आज जसरी खुसी थियो भोलि पनि सधैँ यसरी नै खुसी देख्न पाऊँ। छोरी यस्तै छ, अब के गर्नु त है। छोरीको जात आखिर पराई घर जानै पर्ने रहेछ।